ल अहिलेको पुस्ताहरूको अवस्था हेर्नुहोस् है। यति सानो उकालोमा पनि स्यास्या र फ्याफ्या। हाम्रो पालामा यस्ता उकालीहरूलाई कति हामी एकै सासमा काट्थ्यौँ। तर अहिले चाहिँ यो खानेकुराहरूको प्रभाव हो। यो खानेकुराहरू फ्रेस छैन, सबै जङ्क फुड र विषाक्त खानाहरूको कारण यो यसरी यस्तो अवस्था। कस्तो छ छोरी हो, ठिक छ? हेर्नुहोस् त कति गाह्रो परिरहेको छ। यति सानो उकालो चढ्नु पनि धेरै गाह्रो छ हौ। त्यसैले अब हाम्रो नानीहरूलाई फिजिकल एक्सर्साइज गराउनु पनि अपरिहार्य छ। हामी यता आएको छौँ है, यता छौँ हामी। ठाउँ चाहिँ पत्ता लगाउनुहोस् है त।